सुरेश सर ल अन्न भए त सत्यवती है सत्यवती ल नसालु तिम्रो आँखैमा हराइसकेमा हेर न तिम्रो बोलीको भाकैमा अझै छु तिम्रो सासैमा गाइजहरु अन द वे टु सत्यवती हामी त अहिले गोल पार्कमा छौं यसो रेस्ट गरेको के माग्ने आज मिस्टर कमल सर त अब संसारै माग्ने कुरो हो के पाइन्छ हेर खासै ठुलो कुरो माग्नु विनोद चौधरीलाई टप्न पाए हुन्छ ल है हामी यता छौं है यता छौं है हामी ल सत्यवती जाँदैछौं चालु नस्त छ नवीनहरु पनि अगाडि पुगिसके रहेछन् के हजुर नवीन सत्यवती जाने है हामी जाममा कमल सर ल सत्यवतीको जाम हामी सीता बाबा सानो सीता बाबा पटेर अहिले माथिको सीता बाबामा जाँदैछौँ तनाव छ बाटोमा तनाव बीच बाटोमा आयो है सत्यवती जाँदै गर्दाखेरि बीच बाटोमा आयो है ल म चाहिँ यता छु सबै एकदम भिडभाड छ अहिले चाहिँ है एकदम थकित हुनुहुन्छ हाम्रो रवि सर हाम्रो कमल सर पनि एकदम बर माग्नको लागि एकदम तम तयार हुनुहुन्छ उहाँ चाहिँ चिच्चाएर बर माग्नको लागि अब लिगो सिगो लिएर आउनुभएको छ है सबैले सत्यवती माईले बरी माईले चाहिँ सबैको इच्छा मनोकामना पुरा गरिदिनु होला ल आदरणीय कमल सर ल चाहिँ यता छु है म पनि केही माग्नको लागि नै हिँडेको अब मेरो पुरा हुन्छ किन मेरो दोस्रो चोटि हो पहिलो चोटि भएन आशा गर्छु यसपालि मेरो बैरी माईले मेरो आमैले मेरो मगर बजैले चाहिँ अवश्य गर्नुहुन्छ है चढिराखौँ है हामी ल है सत्यवतीतिर हामी चाहिँ सत्यवती डाँडातिर चढ्दैछौँ है मान्छेहरू यति धेरै हुनुहुन्छ भक्तजन ल है केही भन्नु न सत्यवतीको बारेमा बैरी माईको बारेमा अब हाम्रो मगर बजाइको बारेमा केही भन्नुहोस् ल विशेष यहाँको विशेषता के छ भन्ने कुरो हो क्या भन्नु न त्यही यहाँको विशेषता भन्दिन पर्यो मलाई अलि आउँदैन ल ल यहाँ चाहिँ चिच्याएर बर माग्ने एक थोक माग्ने एकचोटि माग्ने
नपुगे 3 पटक आइरहने र माग्ने स्योर पुरा हुन्छ ल। आशा गर्छु सबैजना भक्तजनहरू जो आउनु भएको छ सबैको चाहिँ मनकामना पुरा होस्, सबैले सोचेको आँटेको पुरा होस् र मेरो पनि पुरा होस् भन्दै ल अर्को पार्टमा। आज चाहिँ लाखौँ दर्शकबिनहरू चाहिँ भक्तजनहरू चाहिँ आज सत्यवती मन्दिर जाँदै हुनुहुन्छ र सबैजनाको चाहिँ आफूले मनले चाहेको मागेको सबैको पुरा होस् भन्ने आश गर्दै र हाम्रो आदरणीय गुरु मेरो सुरेश सरलाई चाहिँ सत्यवतीको बारेमा चाहिँ केही भन्दिनँ चाहिँ म अनुरोध गर्दै ल सर ल जाओस् त। सत्यवती जति कष्ट गरेर आयो त्यति फल प्राप्ति हुन्छ। एकचोटि माग्ने, एक पटक आउने, एकचोटि माग्ने, 3 फन्का घुम्ने, 3 चोटि छिच्याउने। ल सबैजनाले चाहिँ हाम्रो गुरुको चाहिँ के कसरी गर्ने भन्ने बारेमा चाहिँ भनिदिइसक्नु भएको छ, त्यसरी नै फलो गर्नु होला। सबैजनाको मनकामना पुग्छ भन्ने आशा गर्दै हाम्रो मगर बजैले बैरी माईले चाहिँ सबैको कामना पुरा गरिदिन्छ भन्ने आश गर्छु है त। ल हामी आउनु लागि है सत्यवती मन्दिर। यहाँ त त्यो सबैको ब्रेक प्याज भएर गना। ल सबैजना आइयो है हामी। ल ल हामी चाहिँ आइयो है। आइयो 2-3 घन्टाको कष्ट बाटो चाहिँ एकदम छिटै आइयो। आज छिटै आइयो। 1.5 घन्टामा हो क्या 1.5 घन्टामा पसिनै पसिना भइयो। ल आइयो आइयो कटकटमा कट ओहो यस्तो भिडभाड छ है आज। ल ल है ल ओहो ल यस्तो छ है माहौल आजको। ल आइयो है। ल ल आइयो है फाइनल्ली फाइनल्ली यसो उसो गरेर दुःख कष्ट गरेर चाहिँ यहाँसम्म आउन पुग्यो। अब हामी चाहिँ मेला लागेको ठाउँमा आइयो है। कति हो रे मान्छे मान्छे कति हो यार। जाने हो के गर्ने हो घुम्ने हो। कासिम बस्ने हे कति ल ल ल कमल सर हेर्नु बहुत मुस्किलले
भिड हेर्नु न मान्छे श्री सत्यवती बजाएकी छ मन्दिरमा सत्यवती बजाएकी सत्यवती बजाएकी सत्यवती बजाएकी सत्यवती बजाएकी कति धेरै टाउको सत्यवती बजाएकी सत्यवती बजाएकी सत्यवती बजाएकी सत्यवती बजाएकी यो बुलो पाउँछ यो बुलो यार ल श्री सत्यवती बजाएकी ल घुमघाम छ है हाम्रो मलाई झोला पकाएर हिँड्ने हो ल लगाम फर्किँदै है पूजा सुजा गरियो सबै के माग्ने मागियो अब फर्किँदै होइन ल जे होस् यात्रा एकदम रमाइलो भयो मन शान्त भयो